दर्शकबिन नमस्कार। म लोकनाथ आचार्य तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु टेफो मिडियामा। र आजको विषय चाहिँ पत्रकार सुरेश रजकको हत्या या चाहिँ मृत्यु भएको भन्ने कुरा चाहिँ त्यही विषय रहेर कुराकानी गर्नको लागि म उपस्थित भइसकेको छु। मैले विभिन्न तरिकाले विभिन्न सामाजिक सञ्जालमा पोस्ट भए अनुसार विभिन्न व्यक्तिका अभिव्यक्तिहरू सुन्दै आइरहेको छु र त्यो बुझ्दै आइरहेको छु र त्यो घटनालाई चाहिँ मैले लाइभ गरेकोबाट हेर्दाखेरि चाहिँ अलिकति मलाई पनि बोल्न मन लाग्यो, मलाई पनि मनमा केही कुरा लाग्यो र म बोल्नको लागि उपस्थित भइसकेको छु। वास्तवमा मेरो विचारमा, मेरो व्यक्तिगत विचारमा चाहिँ के लागिरहेको छ भनेदेखि पत्रकार सुरेश रजक यतिखेर चाहिँ हत्या नै भएको हो। सुरेश रजकको चाहिँ एकदमै योजनाबद्ध तरिकाले हत्या भएको हो भन्न पनि सक्ने स्थिति पनि छ, शंका गर्ने स्थिति पनि छ। अब किन भन्नुहुन्छ भने जस्तो उहाँले बाहिर खिचिराख्नु भएको थियो हैन, बाहिर त्यो आन्दोलनहरू खिचिराख्नु भएको थियो। तर अलिकति के भन्छ राम्रो आउँछ कि भनेर चाहिँ उहाँ घरभित्र छिर्नु भयो हैन। घरभित्र छिर्दाखेरि उहाँ छिर्दाखेरि चाहिँ त्यो झ्याल फुटाएर आन्दोलनकारीहरू चाहिँ भित्रपट्टि थिए हैन। त्यो एउटा भिडियो पनि छ, भित्रपट्टि थिए र जसरी तपाईको त्यो भिडियो बनाउने मान्छे छ पछाडिबाट जसले भिडियो बनाइरहेको छ त्यो चाहिँ झ्यालबाट फोडेर, झ्यालको सिसा फोडेर चाहिँ भित्र छिरेको सुरेश रजक पनि झ्यालबाटै भित्र छिरेको देखिन्छ त्यहाँ हैन। त्यो भइसके पछाडि सुरेश रजकले त्यहाँ भित्र छिरिसके पछाडि आफ्नो क्यामेराबाट कैद गरिएका दृश्यहरू छन् त्यहाँ हैन। अब त्यहाँ कतिपय मान्छेले लुटपाट गरिरहेका पनि छन्, कतिले तपाईको ल्यापटप उठाएका छन्, कतिले प्रिन्टर उठाएका छन्, तपाईको हैन काम दिने चीजहरू सबै उठाएका छन्। त्यो पर्सनल तरिकाले उठाएका छन्। एउटा चोरी गरिएको छ, लुटपाट गरिएको छ। त्यो दृश्यहरू चाहिँ पत्रकार सुरेश रजकले कैद गरेको छ आफ्नो क्यामेरामा हैन। र जब सुरेश रजक चाहिँ भित्र झ्यालबाट भित्र प्रवेश भयो हैन, प्रवेश भइसके पछाडि सुरेश रजकलाई मात्रै नियालेर, सुरेश रजकलाई मात्र फोकस गरेर भिडियो बनाइएको छ। त्यो कतिले नियालिराख्नु भएको छ के छ हैन, त्यो अब आफ्नो दृष्टिकोण हुन्छ। मेरो चाहिँ अलिकति थोरै त्यो भिडियो नियालेर हेरिरहँदा मैले त्यो भेटाइरहेको थिएँ र पछि जब हैन त्यो भर्याङबाट चाहिँ एबी न्युजकै पूर्व पत्रकार भनेर चाहिँ एनी खै के समथिङ भन्ने मान्छे हुनुहुँदो रहेछ हैन। उहाँ पनि पत्रकारै हो भन्ने कुरा, पछि फेरि उहाँ अभिनेत्री भन्ने कुराहरू पनि निस्किरहेको थियो हैन। ठिक छ, जोसुकै होस्, हामीलाई मतलबका कुरा भएनन्। तर तपाईको त्यहाँ त्यसरी एउटा तालचा लगाइरहेको अवस्था छ, भित्र मान्छे छ हैन, भित्र मान्छे छ भनेदेखि बोलाइन्छ बोलाइदैन। आगो लागेको त थाहा रहेछ त, त्यो के भन्ने त्यो पत्रकार पहिलेको एबी न्युजको पत्रकार अभिनेत्री भन्ने हैन, त एनी भन्ने एनी नाम गरेको व्यक्तिलाई थाहा रहेछ त हैन। दुईजना मिलेर त अफिसमा यसरी आगो लागेको थियो, यस्तै राजावादीले यस्तो गरे उस्तो गरे भनेर भिडियो बनाएको थियो। तर उहाँहरूले भिडियो बनाउनु भयो, नक्कली भिडियो बनाउनु भएछ हैन। जसरी चाहिँ जुन त्यो आगो लागेकै ठाउँमा पानी हाल्दै गरेको अवस्था छ, त्यहीको सञ्चालकले भन्दै हुनुहुन्छ कि यहाँ आगो लागेकै थिएन, उहाँहरूले यसरी भिडियो बनाउनु भएको थियो, नक्कली भिडियो हो भनेर। उहाँले एउटा कानुनविद पनि हुँदो रहेछ, उहाँले भनिराख्नु भएको छ हैन। भनिसके पछाडि तपाईको अर्को कुरा त्यो एउटा शङ्कास्पद कुरा त्यहाँनिर रह्यो। अर्को तल आगो लागिरहेछ हैन, आगो लागिरहेछ, अब धुवाँले निसासिएर हो भनौँ भनेदेखि त्यहाँभित्र रहेका धेरैजना छन् नि त, त्यहाँभित्र रहेका मान्छेहरू त हैन। सुरेश रजक मात्रै त्यो कोठाभित्र त छैन नि त, धेरैजना छन् नि त। अब त्यो धेरैजना भइसके पछाडि त्यो सबैजना बाहिर निस्किन सक्ने, सुरेश रजक मात्रै बाहिर निस्किन नसक्ने भन्नु किन त भन्नुहुन्छ भने त्यो क्यामेरामा हरेक किसिमका कैदहरू, हरेक किसिमका घटनाहरू चाहिँ कैद भए हैन। त्यहाँ चाहिँ तपाईको के भन्छ एउटा प्लानिङहरू थियो होला त्यहाँनिर हैन, अथवा त्यहाँनिर चाहिँ दुनियादारी गरेका ती घटना प्रकृतिका भनौँ, आन्दोलनका भनौँ, त्यहाँका योजनाहरू भनौँ या हैन, त्यहाँभित्रका गतिविधिहरू भनौँ, त्यो क्यामेरामा कैद भएको थियो।
र भोलि यो क्यामेराले कैद गरिसके पछाडि सार्वजनिक गर्छ, पत्रकारले सार्वजनिक गर्छ। सार्वजनिक गरिसके पछाडि त हामीलाई झन् गाह्रो हुन्छ, होइन? हामीलाई त झन् गाह्रो हुन्छ। हामीले त हामी फसिन्छ जसरी पनि भनेर चाहिँ पत्रकारलाई चाहिँ पत्रकार सुरेश रजकलाई चाहिँ त्यहीँनिर एउटा घाइते बनाइयो, अथवा उहाँ चाहिँ चल्न चटपटाउन नसक्ने अवस्थाको बनाइयो, होइन? त्यस पछाडि क्यामेरा खसेर लगियो भन्ने एउटा शङ्का पनि गर्न सकिन्छ, अनुमान पनि गर्न सकिन्छ। किन भन्नुहुन्छ भने प्रहरी प्रशासनले त्यहाँ एउटा भिडियो हेर्नुभयो होला। प्रहरी प्रशासनले के भनिरहेछ भनेदेखि यहाँभित्र चाहिँ के भन्छ, कुनै पनि मान्छे छैन, कुनै पनि त्यस्तो मान्छेहरू नभएको कारणले यो तालचा लगाइदियो हुन्छ, हामीले हेरिसक्यौँ, हामीले सर्च गरिसक्यौँ भनेको छ, होइन? पछि फेरि त्यहीँ हेर्दै जाँदा आगो निभिसके पछाडि हेर्दै जाँदा त्यहीँ पत्रकारको लास भेटिन्छ। तर पत्रकारको लास भेटाइछ, तर होइन, पत्रकारसँग भएको, पत्रकारले भिरेको त्यो क्यामेरा कहाँ गयो त? क्यामेराको न ब्याग छ, न चाहिँ तपाईँको क्यामेराको त्यो भनौँ के भन्छ क्यामेरा नै छ, होइन? त्यो पनि छैन, होइन? भनिसके पछाडि यो के हो त? यो हत्या नभएर के हो त? डाइरेक्ट रूपमा हत्या हो भन्न सकिन्छ नि यसलाई। हत्या हो नि, हत्या गरेको नि, नियोजित ढङ्गले चाहिँ एउटा प्लानबद्ध तरिकाले हत्या गरेको। यदि अब यो कुरालाई ठुलो नबनाइकन, इस्यु नबनाइकन सिधा रूपमा त्यो मेन कुरा भिडियो खिच्ने मान्छे को हो, होइन? अर्को कुरा त्यो एनी भन्ने केटी र एनीको पछाडि त्यो मुख छोपेर हिँडेको एउटा केटो, होइन? र त्यो पत्रकार सुरेश रजकसँगै भित्रपट्टि भएका जति मान्छेहरू छन्, होइन? त्यो मान्छेहरू सबैलाई चाहिँ पक्रेर त्यो मान्छेहरू सबैलाई चाहिँ एउटा अनुसन्धानको दायरामा ल्याएपछि त पत्ता लागिहाल्छ नि, लाग्दैन र? सबै कुरा त्यहीबाट पत्ता लागिहाल्छ नि, तपाईँको त्यो कुराहरू पत्ता लाग्छ। अब त्यो भइसके पछाडि अनुसन्धान फितलो भइरहेको छ मेरो विचारमा। अनुसन्धान एकदमै सूक्ष्म अनुसन्धान भइरहेको छ। त्यो हुँदै गर्दा कतै यो राज्य पक्षबाट त भएको होइन भन्ने पनि एउटा सोच्न सक्ने, होइन, शङ्का चाहिँ गर्न सकिन्छ। र अर्काको घरमा किन छिर्नु, होइन? र अर्काको प्राइभेट घरमा किन छिर्नु भन्ने कुराहरू पनि थिए, त्यहाँ गरिँदै थियो, होइन? त्यो पत्रकार रजक के भन्छ सुरेश रजक मात्रै छिरेको होइन नि त, त्यहाँ त दुनियाँ छिरेका थिए। सुरेश रजक छिर्नुभन्दा पहिले नै सिभिल ड्रेसका प्रहरीहरू पनि के भन्छ त्यो के भन्छ असुर ग्यासहरू बोकेर चाहिँ छतसम्म पुगेका थिए, होइन? उनीहरूको विषय चाहिँ के त, के हो त त्यो कुरा? प्रष्ट रूपमा यहाँनिर तपाईँको एउटा आन्दोलन भड्काउनको लागि चाहिँ विभिन्न तरिकाले चाहिँ विभिन्न तत्पर भनौँ एउटा विभिन्न तरिकाले योजना बनाइएको थियो। त्यो योजनाभित्र चाहिँ योजना बनाउँदै गर्दा के भन्छ पत्रकार सुरेश रजकले त्यो क्यामेरामा कैद भयो। त्यो क्यामेरामा कैद भइसके पछाडि त्यो प्रमाण मेटाउनको लागि क्यामेरा खोसियो। क्यामेरा खोसिएर चाहिँ क्यामेरा अरूले लिएर गए, होइन? क्यामेरा अरूले लिएर भागे र पत्रकार सुरेश रजकलाई चाहिँ नियोजित हत्या गरियो, एउटा प्लानबद्ध तरिकाले हत्या गरियो, यो भन्न सकिन्छ। किनभने उसले बोकेको क्यामेरा छैन, पत्रकारले बोकेको क्यामेरा छैन। र पछिबाट त्यो मान्छेले भिडियो बनाउँदै गर्दाखेरि पनि, होइन, भिडियो बनाउँदै गर्दाखेरि पनि तपाईँको एनी टाइम पत्रकार सुरेश रजकलाई मात्रै फोकस गरिरहेको अवस्था छ। त्यहाँ निहालेर हेर्नु होला त्यो भिडियोमा, होइन? एकदमै जुम गरी फोकस गरिरहेको छ त्यो मान्छेले एकदमै। भनिसकेपछि त्यही मान्छे, जो मान्छेले भिडियो बनायो त्यही मान्छेले चाहिँ, होइन, त्यही मान्छेले चाहिँ एकदम के भन्छ त्यो फलो गरिरहेको थियो, त्यही मान्छे हो हत्यारा। के थाहा भोलि अनुसन्धान गर्दै जाँदाखेरि त्यही मान्छे पनि त हुनसक्छ नि, होइन? त्यही मान्छे हुनसक्छ जो मान्छेले भिडियो बनाइरहेको थियो। त्यो तरिकाले चाहिँ एउटा अनुसन्धान गरिनुपर्छ र यो अनुसन्धान चाहिँ एकदम निष्पक्ष रूपमा, होइन, निष्पक्ष रूपमा चाहिँ हुनुपर्छ भन्ने माग राख्दै आजको लागि बिदा हुन चाहन्छु। धन्यवाद।